भिजिट भिसामा हजुर भिजिट भिसामा भुइँ छोडेर उड्ने हजुर पश्चिम दिशामा। अहिले हाम्रो नेपाल सरकारको तालामाला हेर्दा एउटा गीतको याद आउँछ। भिजिट भिसामा हजुर भिजिट भिसामा भुइँ छोडेर उड्ने हजुर पश्चिम दिशामा। वास्तवमा माननीय गृहमन्त्री रमेश लेखकले विशेष जोड र विशेष इन्ट्रेस्ट गरेर चाहिँ एयरपोर्टको आद्यगमनमा चाहिँ प्रमुख बनेर पठाएको तीर्थराज भट्टराई सहसचिवको नेतृत्वमा चाहिँ वैदेशिक रोजगारमा जानु चाहने चाहिँ बेरोजगार युवाहरूबाट प्रति युवा लाखौं रकम असुलेर लुट धन्दा मचाएर चाहिँ विदेश पठाइएको देखिएको छ। निज तीर्थराज भट्टराई विगतमा पनि भ्रष्टाचार मुद्दामा मुछिएर मुद्दा खेपिरहेको व्यक्ति देखिएको छ, बदनाम व्यक्ति देखिएको छ। त्यति मात्रै नभएर गृहमन्त्रीको सचिवालयमा रहेको दुईजना चाहिँ अधिकृतहरू विगतमा चाहिँ असाध्यै भ्रष्टाचारमा मुछिएर मुद्दा खेपिरहेको देखिएको छ। ती व्यक्तिहरूलाई गृहमन्त्रीले खोजी खोजी आफ्नो सचिवालयमा ल्याइएको र अब चाहिँ यता भिजिट भिसा प्रकरणमा मुछिएको भट्टराई र अध्यगमन र गृहमन्त्रीको स्वकीय सचिवालय र निजी सचिवालयमा रहेको कर्मचारीहरू बीचमा निरन्तर रूपमा अस्वाभाविक चाहिँ सम्पर्क देखिएको छ। त्यसबाट भिजिट भिसा प्रकरणमा चाहिँ वैदेशिक रोजगारमा जानु चाहने बेरोजगार युवाहरूमाथि चाहिँ त्यो लुट धन्दा बचाउनेको चाहिँ मुख्य डिजाइनर र मुख्य संरक्षक गृहमन्त्री रमेश लेखक नै भएको चाहिँ अब कहीँ कतैबाट छिपेको छैन। यो आम नेपाली लगभग 99% नेपालीलाई यो विश्वास भइसकेको छ। यति मात्रै होइन, गृहमन्त्री लेखक चाहिँ यसभन्दा अगाडि पनि चाहिँ जातीय छुवाछुत र भेदभाव गर्ने गतिविधिमा पनि चाहिँ संलग्न भएको चाहिँ पाइएको छ। त्यसकारण संघीय लोकतान्त्रिक गणतन्त्रको गृहमन्त्रीको कुर्सीमा बस्ने नैतिक हैसियत उहाँले गुमाइसक्नु भएको छ। त्यसकारण उहाँलाई चाहिँ तुरन्त राजीनामा गराउन र चाहिँ राजीनामा नगरेमा तुरन्त बर्खास्त गरेर गम्भीर छानबिन गरी चाहिँ कानुन बमोजिम कडा कारबाही गर्नु माननीय सभामुखज्यू मार्फत नेपाल सरकारको गम्भीर ध्यानकर्षण गराउन चाहन्छु। धन्यवाद।